जिसुबराई सबैलाई आज प्रभुको वचन सुनौ है त। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन। आजको वचन मैले सन्त पिटरको पहिलो धर्मपत्रबाट लिएको छु, अध्याय 5 अनि पद संख्या 7 अनि 7 को वचनले हामीलाई यसो भन्दछ, तिमीहरूको समस्त चिन्ता उहाँमै अफाल, किनभने उहाँले नै तिमीहरूको चिन्ता गर्नुहुन्छ। तिमीहरूको समस्त चिन्ता उहाँमै अफाल, किनभने उहाँले नै तिमीहरूको चिन्ता गर्नुहुन्छ। प्रभुको वचन। मेरा प्यारा दाजुभाइ तथा दिदी बहिनीहरू अनि मेरा प्रिय साथीहरू हो, परमेश्वरको आशिष, परमेश्वरको अनुग्रह अनि परमेश्वरको शान्ति सधैँभरि तपाईहरूसँग रहिरहोस्। आमेन। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा